फाइनली गाइज हामी धेरै दिनपछि यस्तो निस्किएका फाइनली हामी राइडर भरमा फेरि स्वागत छ धेरै दिनपछि टाइम नमिले भयो भाइ हाम्रो त यसो आइराखेको मान्छेमा अहिले चाहिँ हामी 14 जना लाग्यो अब गाउँको पनि त्यति साह्रो गर्मी चाहिँ थिएन अनि त्यही भएर 14 निस्केको पछि पानी पनि भनेको अहिले चाहिँ ल हेर्दै रोक्नुको चाहिँ हाम्रो अगाडि पुग्छ होला त 2 जना आयो हामी 4 जना चाहिँ एकजना चाहिँ एकान्तमा अरू थियो कि भित्र अनि हामी बुझ्न बुझ्छ यो यता त्यति आयो मौसमले आज चिन्छ चिसो पनि छैन गर्मी पनि छैन होइन ठिकै छ मौसम घुम्ने लागेको अनि यस्तो टाइम भएर तिमीहरू हामीभन्दा त अगाडि पुग्छन् यार तिमीहरू हामीभन्दा अगाडि पुग्छन् क्या सायद मेरो मोबाइलमा फोन आउँदा हेर्छ त्यो हुन्छ त्यो के भन्छ जाडो हुन्छ त भन्दैछु त अघि लगेर सुन्न मेरो मोबाइल साइडमा छ के त हेर्नु भने फोन आउन सक्छ केटाहरू त्यो सायद मैले अगाडि उठिरहेको भनेको तल हेर हामी चाहिँ एकदम के भन्छ लामो बाटो आयौँ कि तिनीहरू चाहिँ तल्लो बाटो गइरहेको छ र है तिनीहरू पछि लायो अब हेर्दैदेखि आउन सोचिरहेँ मैले केही नभने बिस्तारै बाटो हिँडेको त्यो माथि पनि त्यस्तै छ माथि चोबार कट चाहिँ योभन्दा पछि पनि त्यस्तै छ कि यो चाहिँ 14 को हो गाई भाइ 14 जना लाग्यो 14 त्यति गर्मी पनि छैन जाडो पनि छैन होइन आज लागिरहेको छ बिहान चाहिँ पानी परेको थियो हिजो अस्तिको भयङ्कर लाग्थ्यो गर्मी भयो मैले त अर्को गएको फिल भइरहेको थियो घरतिर गएको फिल भइरहेको थियो यस्तो बाटो हुन्छ होइन ल्यान्ड रोलिङ हालेर मजाले यस्तो दिन्छ ठिकै छ जाने भयो दसैँ तिहारमा गइन्छ होला घरतिर दसैँमा गइन्छ भाइ यस्तै गरेर यो बाटो भएर आउने निस्किएको कि तिनीहरू तिमी कहाँ छौ 14 पुगिहाले ल
ल ल त्यो बसिराख्नु हामी ठ्याक्कै चोपरको तलिनु आएको छु यहाँ तली खोलाबाट ल ल ल रोकिराख्नु त्यही यो बाटो यति सर्टकट हुन्छ भने अहिले थाहा भयो नि त रोकाली मलाई थाहा थियो त्यही बाटो जाने हो कि सोचिरहेको थिएँ तर म त पछि त्यो तल्लो लाइनमा गएको थिएँ नि त पछि चाहिँ फेरि मुनि लाइनमा आएछन् कि त्यही भएर मैले त्यो अप्ठ्यारो के भन्छ बल्कुदेखि जान्छन् होला सोचेर मैले माथिल्लो बाटो हालेको थिएँ सल्लाह छ नि अगाडि हो यहीँबाट छिर्नु त हामी हामी यहीँबाट छिर्नु त भित्र यत्रो रेस्टुरेन्टमा ल्याइदिन्छु नि फेरि मैले खाजा खानु पऱ्यो नि त अनि यहीँबाट निस्क्यो कि उता भित्र लाग्यो भने होइन त मुल्लो लाइन छिर्यो नि त अनि म त्यहाँबाट मुलतिर आउँछ भनेर म त्यहाँ मुल्लो लाइनमा आइदियो अनि बाटोमा यतातिर गयो भने उकाटो टिकट काट्नु छ हामी 2 नम्बर धन्दा जाउँ त फाइनली तौद पुगेछ है यसो आज मौसम पनि एकदम भेरी गुड छ त्यही भएर घुम्न आइदिएको अहिले बज्न त 3 बजिसकेछ साँझ पक्क त्यही पनि रुमबाट धेरै टाढा छ 12-14 किलोमिटर जति यस्तो छ तौद हो खोइ छ यो कचो यो भर्खर त आज फर्स्ट दिन हो खासमा आएको नै सेकेन्ड दिन हो पर सब हाँसो पनि चलाउँछ अझै खासमा सबैको भन्ने हाम्रो सबैको फाइनल हामी चाहिँ आज तौद भनौँ अगाडि पदमी पुरा ल्याएको हो त्यसो नभने दामी ठाउँ छ यहाँ खासमा गर्लफ्रेन्ड बोयफ्रेन्ड भएको मान्छेले आउँदा हुन्छ घुम्न होइन मैले के भने राम्रै सन्देश त दिइरहेको छु तिमी किन जर्केको हामी जस्तो नगइरहनु एकदम ठिक माछा हेलो गाइज फेरि पनि स्वागत तपाईँले यहाँ माछा नाच्छु हामी है आज मुखमुखी हो है यहाँ यति कालो छ नि रियलमा कालो भेस्ट जस्तै त्यही भएर एडिट गरेको फोटो हेरेर कोही पनि केटीहरू नझुक्किने होला यहाँ चाहिँ फोटो सेसन कार्यक्रम भइरहेछ होइन Hi guys. Hello guys.
फोटो खिच्नु भनेको है यहाँ फोटो खिचिरहेको हाई गाइज नेचुरल यता माछा हेर माछा पोखरी छ खतरा पोखरी छ यस्तो बबाल घुम्नको लागि हेर्दै वाउ छ